रुकुम पूर्वको धेरै संस्कृतिहरूमध्ये एक संस्कृति हो भूमे। संस्कृतिको धनी रुकुम पूर्व भूमे मगरहरूको आफ्नो संस्कृति माने पनि सबै जात जातिको साझा सम्पत्तिको रूपमा हेरिन्छ। भूमे पालिका वडा नम्बर 2 काक्रीको भूमे पर्वको इतिहास र नाचको बारेमा यो वृत्तचित्र तयार गरिएको हो। भूमे पर्वको वृत्तचित्र तयार बनाउनुको उद्देश्य यस गाउँको भूमे पर्वको संरक्षण, प्रवर्धन, पुस्तान्तरणको साथै देश तथा विदेशमा प्रचार प्रसार गर्नु रहेको छ। मानव जीवनको उत्पत्तिसँगै विस्तारको क्रममा आफ्ना संस्कृतिहरू पनि निर्माण गरियो। ती निर्माण हुने संस्कृतिहरू मध्येको एक संस्कृति हो भूमे। भूमे पर्व सुरु हुनुभन्दा अगाडि नोगोबाङ्गे नाचको थालनी भएको थियो। नो भनेको एक प्रकारको तरकारी जुन लेक वा बुकीमा पाइन्छ। गोङ भनेको लेक र त्यही लेकमा भएको सम्म फाँट हो बाङ। यसरी खाम भाषाबाट बनेको नो, गोङ र बाङबाट बनेको शब्द हो नोगोबाङ्गे। मानव बस्ती बढ्दै जाने क्रममा वैशाखतिर युवा युवती लेक वा बुकीतिर नो टिप्न गएको बेला कुनै बेला फूल टिप्ने स्याउली भाँच्ने क्रममा नाचको सुरु भएको जानकार दावी गर्नुहुन्छ। भूमे सुरु हुनुभन्दा अगाडि पछ्यौरीको ठाउँमा स्याउलीको प्रयोग गरेका थिए। यसरी मानव जीवनकालसँग यो नोगोबाङ्गे नाचको चाला जोडिएको छ। प्रत्येक वर्ष युवा युवतीले नाच्दा नाच्दै नोगोबाङ्गे नाच हप्तौ लेकमा नै नाच्ने गरेका थिए। कसरी सुरु भएको थियो भूमे नाच र पूजा? कुनै बेला नो टिप्न गएको बेला केही युवा युवती बिरामी हुन्छन् र केही गाउँ आएपछि बिरामी हुँदा गाउँमा झाँक्रीलाई हेराउँदा लेकमा जुठो पिठो भएको र सिद्ध देउता रिसाएको गाउँमा आउँदा सराय झ्या लागेको कुरा बताएपछि गाउँका रैकर मुखिया लगायत जान्ने मान्ने बसी सिद्ध पूजा गर्ने र सराय झ्यालाई धपाउन झाँक्री जम्मा बनाई खोला नाला वनपाखा र गाउँ बाँधी गाउँलाई सुरक्षित बनाउने भनी सल्लाह हुन्छ। वैशाखे पूर्णिमामा गाउँको सिद्ध पूजा गरेर शान्त बनाई लेक हिमाल बाँध्नुको साथै आफ्नो मनोकांक्षा पूरा हुन पुकार गरिन्छ। त्यही दिन गाउँमा झाँक्री बसी सराय झ्यालाई धपाई लेकमा नाच्ने नोगोबाङ्गे नाच त्यही राति गाउँको मुखिया कहाँ गएर सल्लाह गरी वाद्यवादक कहाँ गएर दमहा र सनाई बजाउन आग्रह गरी नोगोबाङ्गे नाचको फुकुवा गरिन्छ। सोही रातिदेखि एक दिन बिराएर जेठको 15 गतेसम्म नाचेपछि 16 गतेबाट प्रत्येक रात नाच्छन्। विशेष गरेर रातको नाचमा गाउँका जान्ने पुरुष र जान्ने महिलालाई अगाउरे बनाएर प्रत्येक रातको नाचले युवा युवतीहरूलाई नाचमा निखार ल्याउन मद्दत गर्छन्। रातको समयमा सिंगारिएको हुँदैनन्। यसरी लामो समयसम्म नाच्ने हुँदा कुनै युवा युवतीको माया प्रेमको सुरुवात हुन्छ र सँगै फूल टिप्न गएर भूमे नाच सकिएपछि सो माया प्रेम कसैको विवाहमा समेत परिणत हुन्छ। कुनै एक समय गाउँमा ठूलो बाढी पहिरो गयो, साथै विभिन्न रोग व्याधिले सतायो। गाउँको भए भलाद्मी सबै जम्मा भएर जैसीलाई हेराउँदा भूमि देउता रिसाएको हो। सो भूमि देउतालाई शान्त पार्न जेठको मसान्तसम्म एक साँढे पूजा गरेर शान्त हुने कुरा सुनेपछि यो सालदेखि भूमि देउता पूजा गर्दा कुनै रोग व्याधि र बाढी पहिरो गएन। त्यसको अर्को सालदेखि भूमे पूजा गरी भूमे नाच नाच्न थालेका हुन् भनी कारी गाउँका जानकारहरू भन्नुहुन्छ। यसरी भूमे नाच 3, 5 वा 7 गते एक दिन अन्त्य गरिन्छ।